ल अहिले चाहिँ म यो हाम्रो राष्ट्रिय रनिङ सिल्ड प्रतियोगिताको यो 5औं संस्करणमा छु अनि हाम्रो भानु मेमोरियल अंग्रेजी स्कुलको विद्यार्थीहरूले यहाँ स्टल राख्नु भएको रहेछ हैन। सो के राख्नु भएको छ, कस्तो कस्तो चाख्नु पाउँछ चाख्नु पाउँछ हैन। ल के बनाउनु भएको छ मलाई देखाउनुस् न त। हामीले चाहिँ यस फुड स्टलमा बोल्नुस्, यहाँ आवाज आउँछ ल। हामीले यस फुड स्टलमा चाहिँ हामीले यो फुड स्टल सुरु गरेको चाहिँ 3 दिन भयो र हामी हरेक दिन भिन्दा भिन्नै परिकार राखिरहेका छौँ र आजको दिनमा चाहिँ हामीले यहाँ चाउमिन राख्यौँ, यहाँ पकोडा, अचार, पुरी सब्जी, पानीपुरी, चटपटे र भित्र हाम्रो लाफिङ पनि बनिँदैछ। लाफिङ पनि बन्दैछ, मगाम त म लाफिङ। हजुर बनाइदियो भन्नु न, 2टा बनाइदिनु माग्नु ल, हामीलाई चाख्छौँ हामी। लाफिङ खोइ त लाफिङ छैन ए, सकिहालेछ नि, चाख्नु पर्यो भनेको त। लाफिङ अनि पानीपुरी है, चटपटे पानीपुरी ओके, यति हो। के नाम? मेरो नाम प्रवानी ढकाल। हजुर प्रवानी ढकाल। ए के हो यसको खास? यो पैसा आउँछ नि, के गर्ने? अब त्यो त आएपछि थाहा हुन्छ होइन कति पैसा कमाइ? राम्रै हुँदैछ पैसा? अनि यसो केही पर्पजको लागि हो कि के छ? होइन, हामी विद्यार्थी मिलेर गरेको? ओके, आफ्नो लागि पैसा आफै कमाउनु पर्छ होइन, त्यो पनि हो नि त। ओके ल, राम्रो छ। कति लगानी? 500? कतिजनाले? 12 जना होला। 12-15 ल, दामी छ। ल ल यो यस्तो छ। आज यो चाहिँ 5औं संस्करण है। अनि बन्ने भयो त? के हो? लाफिङ बन्ने भयो? खै भित्र बेसी छ, अब बनिन्छ हो, सोध्नु त ल। ल त्यही नै हो। यो हाम्रो राष्ट्रपति रनिङ सिल्ड यो 5औं संस्करण आज सम्पन्न हुँदैछ। आज फाइनल दिन। अब स्टलहरू हेर्न सक्नुहुन्छ। नमस्ते, म यस फुड स्टल भानु फुड स्टलको संयोजक मार्सल तामाङ। हाम्रो चाहिँ यसपालि राष्ट्रपति 3 दिवसीय राष्ट्रपति रनिङ सिल्ड 2082 यो 5औं संस्करणमा हामीले चाहिँ यसपटक भानुबाट खाजा घर निकालेका छौँ, जसमा चाहिँ विभिन्न परिकारहरू हामीले उपलब्ध गराएका छौँ। यहाँ हामीले मेन्यु लिस्ट पनि राखेका छौँ र हामीले आज चाहिँ समापन सत्रमा छौँ। हाम्रो सामान त्यो सोचे जस्तो फलदायी रूपमा चाहिँ हाम्रो योजना अनुसारकै कार्य भइरहेछ। हामीले समग्रमा सम्पूर्ण खेलाडी तथा अतिथि मान्यवरहरूदेखि लिएर शिक्षकगणहरू सबैलाई हामीले व्यवस्थित रूपमा चाहिँ हामीले सहजीकरण गरिरहेका छौँ। हस्, आइदिनुको सबैलाई धेरै धेरै धन्यवाद। खोइ त हो लाफिम आउँदैछ ए अन्छुवाङ त हाम्रोमै मात्र। ल यता स्टलहरू यो चाहिँ कुन मिग्लाजुङ 5औं संस्करण भने खाजा घर कहाँ? मधुमल्ला अङ्ग्रेजी माध्यमिक। मार्शल सर लाग्यौँ हामी हेर्छौँ ल। अनि यतातिर भनेको चाहिँ श्री कालिकाको रहेछ यता है। कालिकाको रहेछ के? कालिकाको के? ओ ए मोमो पाउँदो रहेछ दादा, खाउँ। म गाडीको अगाडि बढाउँदैछु। यो 13 विद्यालयको सांस्कृतिक प्रतियोगितालाई